समाजवादीको लो यार हामी त छतमा हिँडे जस्तो हुँदो रहेछ यार ओ चहल पहल त्यस्तो धेरै चाहिँ अघि नै रहेछ मासु ठिक छ अब यो आलु हेरौँ अलिकति के गरे नि अब यसले बरु जनै लाउन छोड्छ हेलो एभ्रीबडी वेलकम ब्याक टु आवर च्यानल अ न्यू डे अ न्यू भ्लग अनि त्यसपछि के लाग्यो सो हेलो एभ्रीबडी वेलकम ब्याक टु आवर च्यानल अ न्यू डे अ न्यू भ्लग अनि त्यसपछि आज चाहिँ अब हामी एउटा पार्टी प्यालेसको ओपनिङ रहेछ क्या अनि साथीको आफन्तको रहेछ पार्टी प्यालेस चाहिँ अनि त्यो ओपनिङमा चाहिँ अब हामी जान लाग्छौँ अनि यहाँबाट चाहिँ म साथीको घर चाहिँ बाइकमै जान्छु अनि त्यहाँबाट चाहिँ साथीको गाडीमा जान्छौँ मैले चाहिँ म आइसकेँ अब 5 मिनटमा आइपुग्छु भनेको छ तर म स्टिल यहीँ नै छु अब मलाई यहाँबाट इमाडोल पुग्नलाई लगभग 15-20 मिनट जस्तो लाग्छ अब 20 मिनटसम्म पुग्छन् केटाहरू त्यसपछि अनि हामी कलङ्की कि नैकाप कहाँ जान्छौँ आज के हुन्छ तपाईँले भ्लगबाट देख्नुहुन्छ सो लेट्स गो चाबी चाहिँ ल्याउनै बिर्सिरहेको चल राइट म चाहिँ यहाँ केटाहरूलाई भेटिसकेको छु होइन दुईटैको यही औँलामा परे मेरो फुटसलमा यो औँला हेर्न बिहान अनि केटाहरूको चाहिँ आज औँलामा काण्ड मचाएको छन् खै सुशान्त देखाउँछ तिम्रो हात मेरो चाहिँ यस्तो भएको छ है प्राइभेट कुकुरले टोकेछ यहाँबाट राम्रोसँग देखाएन यसको हात चाहिँ फुटसलको अनि त्यसपछि यसरी हिँड्दा चाहिँ के फिल हुँदो रहेछ भने एउटा ड्राइभर एउटा चाहिँ पिएस हो क्या उनीहरू चाहिँ यहाँ बस हिँडिरहेको छ यहाँ केटा हो जस्तै रिङ रोडमा गाडी पाउँछ होइन अब हामी चाहिँ सचिनको अङ्कलकोमा गएर अब लोड खाने भनेर हाम्रो खानासाना केही पनि खाएको छैन त्यही भएर अब फेरि त्यहाँ सक्या त हुँदैन नि आज ओपनिङ हुँदैन ल ठिक छ अनि त्यहाँ गएर चाहिँ हाम्रो फेरि फुड चल्छ अनि अब मिल्यो भने अहिले यसले मलाई दया माया गरेर दियो भने गाडी चलाउनु दिएला कि भन्ने आश हो तर ठिकै छ हेर हामी चाहिँ के भएको छ भने इमाडोलबाट अब यता आउँदाखेरि अब हिजो हाम्रो बाजेले त अब उद्घाटन गर्नुभएकोमा त चढ्नु परि नै हाल्यो अनि त्यहाँ चाहिँ अब हामी चढ्नको लागि कलङ्की जाने मान्छे कोटेश्वर गइरहेको छौँ हामी केटाहरू हेरे बा केटी बा आई लभ यु वाला हो रेत छ अनि अब यहाँबाट युटर्न हानेर चाहिँ हेरौँ है त रस लागिरहेको यो पनि त्यही घुमाउनलाई आएछ आज सब गाडीहरू चाहिँ होइन हामी चाहिँ युटर्न गरेर यो त घरको एक तला माथि नै गाडी चलाएको जस्तै यो त यो चाहिँ नि यो चाहिँ खानदानको पहिलो व्यक्ति हो फ्लाइओभरमा गाडी चलाउने केही नगर्ने नि त्यो चाहिँ गऱ्यो है यसले होइन यो मैले इन्डियामा चलाएको छ फ्लाइओभरमा हामी इन्डिया त अब फ्लाइओभरमा चाहिँ जाम पुरै जाम हामी विदेश जनता समाजवादीको लो यार हामी त छतमा हिँडे जस्तो हुँदो रहेछ यार ओ कस्तो महसुस भइरहेछ सुशान्त तिमीलाई एकदम अस्ट्रेलिया किन तँलाई पागलहरू हिँडाउनु नि हो बाइक रोकेको छ एउटा हेर्नु त्यो लोडै के भयो बाइक रोक्नु नबजा न यार हन निषेधित क्षेत्र ठोकियो छ क्या त्यहाँ म चाहिँ सर्र यसले कुदाउँछ अनि म चाहिँ साला देखाउँछु भनेको देखिहाल्यो फाइनली हामी चाहिँ यहाँ पार्टी प्यालेसमा आइसकेका छौँ अनि ओपनिङ हुने पार्टी प्यालेस चाहिँ पछाडि देखिरहनु भएको छ त्यही नै हो होइन ओपनिङ आज चाहिँ यसो चहल पहल त्यस्तो धेरै चाहिँ अघि नै रहेछ लास्टै चहल पहल चाहिँ अघि नै रहेछ होइन अहिले धेरै मान्छेहरू चाहिँ अहिले चाहिँ कोही हुनुहुँदो रहेछ पूजासुजा यताउता ओपनिङ रहेछ अनि जग्गा चाहिँ बबाल छ क्या बबाल छ जग्गा यो पार्टी प्यालेस पुरै भयो यहाँ चाहिँ पुरै पार्किङ जे गरे नि भयो क्या यहाँ गार्डनहरू बन्दै रहेछ अनि हामी चाहिँ अब यहाँ एकछिन बस्छौँ खाजासाजा खान्छौँ त्यसपछि मात्रै निस्किने प्लान छ अहिलेसम्म चाहिँ अब मैले चाहिँ फेरि ब्यागमा मोबाइल छोडेको थिएँ क्या अर्को मोबाइल अनि त्यो मोबाइल चाहिँ अब लिनु लगाएको यहाँ छ कि ओ यार यहाँ त लास तात्दो रहेछ नि त ओ यस्तो राप आइरहेछ नि यार आमामा पुरै राप अनि त्यहाँ चाहिँ मेरो लुगाहरू छ कि अनि त्यो चाहिँ उसको लागि हो क्या अहिले फुटसल छ नि त हाम्रो यसपछि त्यसको लागि हो यहाँ चाहिँ खानेकुरा आइसकेको छ यो चाहिँ चिकन खास सेट हो होइन यसमा चाहिँ इन्क्लुडेड काँक्रा गाजर कागती स्पिनिच पिनट्स चिउरा यो मासु त्यसपछि अचार त्यसपछि आलु
अनि पिनट चाहिँ साँधेको भए झन् दामी हुन्थ्यो क्या तर ठिकै छ मासु चाहिँ दुईवटा आउनुपर्ने हो कि हात सेटमा एउटा यो भइहाल्यो अनि एउटा चाहिँ त्यो ऊवाला क्या उसिनेकोवाला क्या है तर ठिकै हो प्राइस कति हो र यसको 300 ठिकै हो 300मा ओके हो सो लेट मी ट्राई खाजा सेट सुरुमा चाहिँ अब मासुदेखि नै सुरु गरौँ है त स्मोकी टेस्ट रहेछ है तिमीलाई म आलुको पोर्सन हालिदिन्छु र अहिले नै हालिदिनु मिठै छ तर अचारमा चोपेको तर धेरै खान्छ ठिकै रहेछ धेरै देखेको रहेछ मासु ठिक छ अब यो आलु हेरौँ अलिकति त्यही बोला मात्रै छ नि बाहिरबाट त्यो सिजन जस्तै गएर त आलु चाहिँ घरको स्वाद छ अनि अचार हेरौँ है त अचार पनि घरकै स्वाद छ ठिकै हो अब पिनट सादा भए चाहिँ ट्राई गर्नुहुन्थ्यो अब मेन कुरा आलु हेरौँ है त चोपाउँ एकचोटि चोपाउँ क्या मासु छ होइन आलु अलिक तातो भयो मजा प्लेन पोलेको हो नि प्योर पोलेको हो तर सेला आउँछ है चिसो चिसो तातो हाल्यो चाहिँ हाउ 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 गर्दै खानु चाहिँ मिठो हुँदैछ अहिले चिसो भयो फुडमा एकदम अनेस्टली भन्नुपर्दाखेरि 6 आउट अफ 10 किनभने अब त्यो खालसेटै प्रपर छैन त्यही पनि खालसेट भएको छ नि कुरा ठिकै छ अब ट्राई गरौँ अनि खान्छौँ खाइसकेपछि हामी चाहिँ फुटसल हेर्न जान्छौँ सिधै हामीले चाहिँ यहाँनिर मस्त खाएर एकदम चिल पाराले खाएर पैसा पनि तिर्नु परेन सबै त्यसले तिर्यो सचिनले तिर्यो अनि मस्त खाएर अब चाहिँ हामी जानेवालामा छौँ A few moments later. हामी चाहिँ अब यहाँ फुटसल हानेर फर्किसकेका छौँ फुटसल चाहिँ लोड बिजोक पाराले यहाँनिर थाकिया छ आजको दिनको हामी सबैको बराबरै हो 15,670 स्टेप भएको छ ल 15,670 स्टेप हान्या छ भने चाहिँ हामी चाहिँ चिया खान आएको गेम सबै सकाएर थाकेर यहाँनिर अनि हाम्रो यसले चाहिँ के गर्यो भने चाबी भित्रै राखेर यहाँ चाबी राखेर लक गरिदियो चाबी पसल रातो यसकै कमी थियो यो पनि भयो लास्टमा चाहिँ यसले जे गरो दियो अब आफै गर्छ यहाँ चाहिँ 7:30 भइसकेको छ मेरो अनुहार पनि देखेको छैन होला अनि हाम्रो सरले चाहिँ यो गाडीको चाबी भर्खर बनाउँदै यही हो आजको ल्याङवाला तर दाँतीमा अलिकति समस्या लाउँछ डुप्लिकेट चाबीले तर त्यही पनि युज हुन्छ हामी चाहिँ अझै पनि यहीँ अड्किरहेको छौँ काम चाहिँ थियो झन् शनिबार भए पनि भइ नै रहेछ गाडी चाहिँ हुँदो रहेछ भइ नै रहेछ दुनियाँमा बबाल चिज हुन थालिसक्यो त चाबी पनि क्लोन हुने क्या आई मिन त्यो रिमोटै छैन यो गाडीको तर रिमोटवाला बनाइदिने क्या अजीब भइरहेको छ दुनियाँमा 7:30 भइसक्यो 7:45 भइसक्यो हामी चाहिँ स्टिल यहीँ छौँ के भ्लग अघि सक्यो भनेको मैले 2000 years later. चाबी बन्यो अहिले बनाएको क्लोन किले नै हामी चलिरहौँ फेरि बिर्सिन्छ दुईटै चाबी भित्र नअड्केछ भनेर यो पुरानो चाबी चाहिँ मैले घाँटीमै अड्काएर हिँडेको छु अब यसले बरु जनै लाउन छोड्छ चाबी लाउन छोड्दैन यसले जनै बरु लाउँदाखेरि फेरिन्छ खोलिन्छ ओरिन्छ
चाबी खोल्दैन यो त त्यसो भयो त गाडी किन्न मलाई 30-40 लाख भन्दा त 3000 मा चाबी बन्ने रहेछ अर्को गाडीको चाबी बनाएर हिँड्नुहुन्छ क्या यस्तै आइडिया अझ बिलबुक पनि गाडीभित्र राख्छन् होइन त्यो त ढुक्कै हो छ मेरो बिलबुक पनि हो अब भोलि फेरि हामी आउनेछौँ न्यू डे न्यू भ्लग हो कि बाइ बाइ स्टिल घर पुग्यो होइन